हेलो गाइजहरू, हामीले हेर्नुहोस् 2024 जस्तो सोचेर गेम हेर्न आएको, क्रिकेट गेम हेर्न धेरै टाढा जाजरकोटदेखि आएको गाइजहरू। अब यहाँ चाहिँ भित्र जान त परेछ, पुरा जस्ता हालेर भित्र जाने बाटो नै रहन्छ। त्यही भएर आज अवैध बाटो फेला पारेर हामीले एउटा मात्रै अवैध बाटो फेला पारेर त्यहाँबाट हामी जाँदैछौँ। टिकट पनि काट्नु पर्ने रहन्छ, कुनै ब्ल्याक टिकट पनि लिनु पर्ने रहन्छ गाइजहरू। एकदम बाटो राम्रो रहेछ, एक ठाउँबाट मात्र जाने ठाउँ रहेछ, टिकट नलाग्ने एकदम फ्रीमा भित्र जाने ठाउँ रहेछ गाइजहरू। त्यहाँबाट हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ आज कर्णाली एक्सको गेम हेर्न जाँदैछौँ गाइज। एकदम रमाइलो छ बाटो, तपाईँहरू पनि हेर्नुहोस्। एकदम बवाल तरिकाले गइरहेछौँ हामी सबैजना। आज टिकट काट्नु पर्दैन, ब्ल्याक टिकट लिनु पनि पर्दैन, 1000 रुपियाँ दिनु पनि पर्दैन गाइज। र 2024 जस्तो रहन्छ, अहिले अलिक 25मा अलिक परिवर्तन भएर रहेछ, भित्र जाने ठाउँ नै रहन्छ, रुखमा चढ्न नपर्ने गाइज। यहाँबाट एक ठाउँबाट पाल बनाएर रहेछ नि, त्यो पालबाट हामी सबै भागेर जाँदैछौँ गाइजहरू। भित्र गएपछि जति नै हेर्न मिल्छ भन्ने सुनेर यो गाइजहरू धेरै आइरहेछन्। हेर्नुहोस्, धेरै मान्छे छ यहाँ, हेर्नुहोस् धेरै मान्छे छ यहाँ, भाग छ त्यहाँ भित्र जाने। कसैलाई पनि थाहा छैन, न पुलिसले थाहा छ न कसैले थाहा छ। मस्तले हामी भित्र छिरिरहेछौँ गाइज। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु। र यो बाटो भएर जान मन छ भने अनि मसँग कन्ट्याक्ट गर्नु गाइज। हामी सबै त्यही बाटो भएर भित्र गइरहेछौँ है गाइज।